दर्शकबिन्दहरू, तपाईँलाई ल्याङल्याङ टिभी सोमा स्वागत छ। यसै गरी आज हामीले निमन्त्रणा गरेका छौँ। उहाँको परिचय दिँदाखेरि कहिले उहाँ काङ्ग्रेस, कहिले माओवादी, कहिले एमाले, त्यसै गरी आजकल उहाँलाई हामीले भिडभाडमा देख्न सक्छौँ। हाम्रा राजावादी पार्टीमा हुनुहुन्छ नन अदर देन बाजे। ओ बाजे, ओ बाजे, कराउँछु के बाजे सुनिरहेको छु त बाजे जतिखेर बाजे बाजे गरेछ। म कुनै वादी साथी होइन। एमाले भन्छ माओवादी घरि काङ्ग्रेस रे राजावादी रे। म त्यतिकै गएको हो र 1500 दिन्छु भनेको थियो अनि गएको। तेरो सोमा पनि म त्यति गएको हो र 3000 दिन्छु भनेको थियो तेरो क्यामेराम्यानले अनि आएको कि। अब यसो थप गर्छस् मासु भात खान दिन्छस् भने त तेरै घरमा गएर बसिदिन्छु। ठुलो कुरा त भएन। यो बाधी त्यो बाधी गरेको छ पुरो मान्छेलाई हिप। म बाजे हो 70 वर्ष भर्खर लागेको बाजे रे हेप्ने। नरिसाउनुहोस् न बाजे, यसो हजुरलाई मैले मायाले सोधेको। यसरी रिसाउनु भएन नि त बाजे, यसो कुरा मानिदिनु पर्यो है। छैन के रिसाएको म कहाँ रिसाउनु। मेरो बोली नै यस्तै हो। चेपीति पत्रकार भएर यस्तो यस्तो कुरो गर्छ लिने कुरा पो लिनु पर्यो। मलाई किन बोलाएको, के को लागि बोलाएको। अस्ति आन्दोलनमा गएको कुरा गर्नु नि। के गर्नुभयो बाजे, के ल्याउनु भयो, कसरी गर्नुभयो भन्ने कुरा पो सोध्नुपर्छ। यतिकै बोलाएको छ, पैसा पनि कम दिने अनि यसो कुरा गरेर हुन्छ बाजेसँग। जे हो संस्कार जे हो। अनि अस्ति बाजे त आन्दोलनमा पनि जानुभएको रहेछ अरे। अनि त्यहाँ गएर तपाईँले पिटाइ पनि खानुभयो र लाठी पनि खानुभयो र बाजेले। अनि तपाईँले त्यो एकदम रमाइलो कुरा भने तपाईँले त्यो असुल ग्यास हुन्छ नि तपाईँले लिएर चाहिँ हिँडिदिनु भएछ अरे। अनि बाजे के अलिअलि पाउनु पनि भएको थियो कि जानुभन्दा अगाडि। यसो हाम्रो सुत्तर थाहा पाएको कुरा हो, यसो भनिदिनु पर्यो है बाजे। हेर बाबु अस्ति गएको थिएँ म आन्दोलनमा, के भन्नु। अब त्यहाँ यत्रो डन्डा लिएर यसो लखेर्दै थिएँ। गर्न चाहिँ के गरा होइन, यसो हातमा 2-4 फलफुल न त खल्तीमा राखौँ यसो खान हुन्छ भनेर यसो 2-4 यसो खसा रहेछ टिपेको। त्यही तरिका देखेर यसो लखेर्दै मलाई कहाँदेखि कहाँ पुगायो। अब आन्दोलन गरौँ के भएको थियो एकछिन त के गरौँ भयो। अब भाइरल हुन्छु भनेर यसो न त भनेर फोन चाहिँ आएको थियो। अब त्यसैको लागि म चाहिँ यहाँ आएको। तर अस्ति गर्न त कडा गरेको थिएँ मैले। के गरेको थिएँ भन्दा पनि अब त्यो के हुन्छ त्यो धुवा हुन्छ नि हो त्यो फालेको थियो। मेरो पालो खल्तीमा पक्क फालेर घरमा के बन्छ कि भनेर लिएर गएको थिएँ। अब यसो खान पाइन्छ कि भनेर दिन पनि देखेँ हो 2000 जति 1500 2000 देखेँ हो। अब 1000 त खाएर सक्यो। अब 1000 राखेको थिएँ त्यो पनि राति लन त आधी किलो मासु लगौँ भनेको। प्याज पनि महँगो मासु पनि महँगो के गरौँ न गरौँ भन्दै अब आन्दोलनमा जानै पर्यो खाएको कुरा। बाजेको यो फुर्तिलोको राज चाहिँ के हो यसो हामीले पनि थाहा पाउनु पर्यो। अनि बुढीले पनि धेरै नै माया गरिरहेछ भन्दो रहेछन्। अनि बाजेले यसो ढुङ्गा मुढा पनि आन्दोलनमा गर्नुभएको रहेछ। यसो के रहेछ यसो वृत्तान्त बताइदिनु पर्यो है बाजे। हुन त हो फुर्तिलै हो म त। किन भन्दाखेरि बुढीले बिहान उठेर तातो पानी तताएर दिन्छ। त्यसपछि मलाई कहिले काजु, कहिले किसमिस, कहिले अमला त कहिले केरा पनि दिन्छे दुधसँग। फेरि के बाबु त्यही कारणले अस्ति अलिक फुर्तिलो देखाएर मैले 2-4 ढुङ्गा लुन त भन्दै। अब क्रिकेटमा त के क्रिकेट खेल्थे फास्ट बलर त के हो नेपालको। मैले त त्यो दिन 160 किलोमिटर पर आवरको स्पिडमा मैले यस्तोसँग फालेँ। बिचरा त्यो दिदीबहिनीहरू प्रहरी दिदीबहिनीहरू आबुई त कस्तो गरी हाँस्नु भएको थियो हेर बाबु। के भन्नु
केही बेलामा जानै पर्यो। अब बुढेसकाल त लागे के हो भन्छन्, तर होइन कि मलाई त लागेको छैन। मेरो बुढीले मलाई अति माया गर्छ, त्यसले गर्दाखेरि पनि अब त्यसमा यसो ल्याउन त भनेर गएको। जान त मन थिएन, किन 2,000 जस्तो कुरो एक्कासी देखेको। एक त वृद्ध भत्ता पनि त्यति खासै नआउने, अब लु न त 2,000 भए पनि यसो महिनाभरिको लागि यसो चल्छ कि भनेर गएको। एक दिनमा सक्यो तर ठिक छ, अब अर्कोपल्ट पनि मलाई यसो लु न त आउनु पर्यो भनेपछि म त फेरि जान्छु, म त जान्छु नि बाबु। अनि बाजे तपाईँलाई यो कुन तन्त्र चाहिँ मन पर्दो रहेछ? अनि बाजे तपाईँ 70 वर्ष पनि लाग्नु भएछ। तपाईँले मैले फेरि बुढो चाहिँ भन्न खोजेँ होइन है बाजे। तपाईँलाई मैले 70 वर्ष अन्तर्गतमा तपाईँको यो उमेर अन्तर्गतमा तपाईँको भोगाइ चाहिँ कस्तो थियो, पहिले राजावादी राणाकालीन अन्तर्गत र अहिलेको तन्त्र अन्तर्गत तपाईँको के छ विचार, यसो हामीलाई यसो भनिदिनु पर्यो है बाजे। के भन्नु बाबु, कुन तन्त्र ठिक कुन तन्त्र ठिक, मलाई त पहिले पनि अगाडि पनि मैले भने के हो, अब यो तन्त्र भए पुग्थ्यो। अब सोधिहाल्यो बाबुले। अब पहिले हामीहरूले 38 सालतिर, त्यसपछि कति साल बिर्सेँ मैले। त्यस 62 सालमा पनि आन्दोलनमा गएकै हो, खोइ त उपलब्धि केही पाइएन। आज त्यही 2,000को लागि जानु पर्यो होइन र, म त त्यहीको लागि गएको होइन। महेन्द्रको पालामा पनि विकास अलिअलि आएकै हो, वीरेन्द्रको पालामा पनि कसो तसो त्यो फ्याक्ट्री साटी के भन्छ भाकै हो। त्यही पनि त्यतिखेर विकास त हुनु भएकै नै हो नि त भाइ, के कसो। मलाई त लाग्छ पहिले पनि विकास भएकै थियो, यो चोटि पनि विकास त भएकै हो। तर यो गणतन्त्र कि गणतन्त्र हो के बाबु, यो वादीहरूले यो कुर्सीको लागि के गर्छन्। म त बुझ्दिनँ। अब भने के भने उनीहरूलाई नगर यस्तो। आज हामीहरू 2,000को लागि रोडमा आउनु पर्ने अवस्था त थिएन नि। त्यही रोडमा आउनुपर्छ भनेर आज लाखौँ जनताहरू कहिले के गर्ने आन्दोलन हिँडेका छैन। बिचरा हेर त त्यो शिक्षा दिने टिचरहरूलाई हेर त, गुरुहरूलाई हेर त बाबु। आज अब विद्यार्थीको बिचराहरू के भन्ने, के हो। म त चान्स मात्र पाउनुपर्छ हेरे बाबु। यो 2,000 होइन, 5,000 थपेर दिने भए अरू गएर मिल्काइदिए भनेपछि म त फेरि रेडी। पैसै त ठुलो कुरो कि मलाई दिने भए त खतरा हो नि, म त हिँडिदिन्छु। बाजे त खुसी हुनुहुँदो रहेछ, जसरी भए पनि बाँच्ने तरिका पनि जान्नुभएको रहेछ। अनि यो तपाईँको भोगाइ अन्तर्गतमा बाजे हाम्रा देशका युवाहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ, यसो भनिदिनु पर्यो। छैन नि भाइ, म रिसाउँदैन के भाइ, म रिसाउने मान्छे होइन कि, म चाहिँ खुसी हुने मान्छे हो। बरु मलाई अस्ति त्यो कसको चाहिँ त्यो वादीमा राजावादी के भन्थे, त्यो एउटा भाइको त्यो 1-2 तोलाको सुनाएको थियो। बरु यसो मलाई भेटे हुन्थ्यो, अलिक खुसी हुन्थ्यो नि म फेरि। तर अब के भन्नु, कर्ममा लेखे राम्रो रहेछ, अब के भन्नु। बरु अब म त अब के भन्नु, 2 शब्द भन्नुभन्दा बरु यो अहिलेका युवाहरूलाई म के भन्न चाहन्छु भने, यो देशमा बसेर यो सेवा भन्ने कुरामा बरु ध्यान नदेऊ। किन नदेऊ भन्दाखेरि यो देशमा गरी खान दिँदैनन्, ढुक्कै हो। बरु जाऊ यसो छाप लगाऊ, बरु गुलामी गरेर भए पनि परिवार पाल्नलाई जाऊ के भाइ। बरु तिमी पनि यो क्यामेरा पन्सन गर जाऊ। यसो 2-4 हजारको लोभमा, भाइरल हुने रोगमा यस्तो हामी जस्तो बाजेर ल्याएर यहाँनिर इन्टरभ्यू लिँदै बसेको छौ। बरु तिमी पनि जाऊ, बरु यसो म मान्छे यसो मिलाइदिन्छु, यसो छापछाप हुन्छ कि। अहिले यही चलेको छ, ट्रेन्डिङै छ भाइ, के भन्नु। अनि बाजे यो गणतन्त्रमा भएका युवा साथै हाम्रा 70 वर्ष नागेका वृद्धहरूलाई के भन्न चाहनुहुन्छ?
यसो भनिदिनु पऱ्यो है बाजे। अब जाँदा जाँदा के भनौँ म, अब त्यही हो, सब पिछी खायो, सब लगी लगी बुझायो। अब सकिन्छ भने ढुङ्गाको साथो यसो हतियार सतियार थियो। अब हामी मर्न तयार छौँ। अब हामीलाई अब यो 70 वर्षमा कति नै बाँच्नु छ र, सकिन्छ 2को साथो 4 मिलाऊ। अब हामीलाई पनि यसो देऊ, हामी पनि जान्छौँ। धेरैमा धेरै खाइन्छ तातो छातीमा। अब हाने तिमीहरूले नै हो। अब ठुल्ठुला मान्छेहरू ती छन्। अब हामीलाई त के छ र, आज भाइरल हुन्छ कि भनेर अब यसो इन्टरभ्यू चाहिँ दिँदैछु। ठिक छ, तर विचार गरेस्, म पनि 70, तिमीहरू पनि 70-80 लागिसक्यो। धेरैमा 5 वर्ष 10 वर्ष हो। देशको लागि के गर्ने भयो गरिहाल। अब युवाहरूले तिमीलाई अब भोलिको दिनमा पृथ्वीनारायण शाह जस्तो माला लाउने त टाढै जाओस्। यसो सम्झिने लायकको पनि बाटो हुन्न है। यति चाहिँ बुझिराख्यो है। फेरि यसो बुढो मान्छे भनेर मलाई पनि मेरो कुरा पनि सुनिराख्यो है भन्दै अब म पनि बिदा लिन गइरहेको छु। हस्, धन्यवाद। म पनि लागेँ है। अब पुरस्कार लागिसक्यो, खोकी पनि लाग्छ। ल हस् त बाजे, नमस्ते। ल बाजे नमस्ते है। दर्शकबिन्दहरू, यसै गरी ल्याङनाइन टिभीमा तपाईँ जोडिन हुन, ल्याङनाइन सोमा हामी जोडिन हुन तपाईँलाई अनुरोध गर्दछु। हस् त, तपाईँलाई पनि दर्शकबिन्दहरू दर्शन नमस्ते, जोजोलोप्पा सुजुला।